चाराले अब अहिले चाहिँ हामी सर्प समाउन भनेर झोडातिर जाँदैछौँ। 4 नम्बर झोडामा जाँदैछौँ। मेनुका सिग्देलको घरमा चाहिँ सर्प आएको छ भन्ने हामीले खबर पाएको छौँ र हामी पिना दाजुभाइ, राकेश दाई, देवेन भाइ अनि हाम्रो काका अटोवाला काका कमललाई हामी जाँदैछौँ र कुन सर्प छ, कस्तो सर्प छ, सर्प निकालेर तपाईँहरूलाई देखाउने छौँ र त्यो सर्पलाई हामी सुरक्षित स्थानमा लगेर छोड्ने पनि छौँ र त्यो सर्पबारे तपाईँहरूलाई केही थोरै धेरै जानकारी पनि हामी तपाईँहरूलाई दिनेछौँ भन्दै भिडियोलाई अन्तिमसम्म हेर्नु होला। पक्रिसकेर अनि व्यवस्था गर्नुपर्छ। सर्पको राजा चाहिँ कहाँनिर छ त्यहाँभित्र? यो गोदामभित्र भिडियो माथि पस्यो नि त्यो तल। बा यता कफी छ। छैन यो बोक्नु न। कत्रो छ? होइन ठुलो छ कि सानो छ? मोटो छ। ठुलै छ, त्यो सेतो हो भने चाहिँ ठुलै छ साग त। अझै छाना माथि देख्दाखेरि थाहा भएको है हामीलाई चाहिँ। बजाउने बाजा पनि चाहिएको। सकेराले बनाउनु बजाउने बाजा पनि चाहियो क्या एउटा। पछि आउँछ नि त। हात पन्जालाई त्यहाँ भित्र देखाइदिन्छौँ उसलाई। माथि दाउरामा गयो होला। त्यही त दाउरामै छ जस्तो लाग्यो। म पनि त्यहाँ चढेको फेरि चाल्नु पर्ने त्यो गोबर जस्तो ट्याङ्की हो। हिजो पनि गोबर जस्तै ट्याङ्कीमा थियो। गोबर ग्यासको ट्याङ्कीमा बस्छ। घरिघरि निक्लिरहन्छ यही गोबर ग्यासकै ट्याङ्कीमा होला। पहिले धान निकालौँ त अब निकालौँ त दाउरा। दाउरेमा गयो जस्तो दाउरामा छैन होला कि? दुलो रहेनछ त्यहाँ। त्यो यता सानो त्यो भित्रको यो 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 अलि यता सानो।
सक्छ बाघ गइसक्यो निक्लिएर गाई कि यो कालो प्लास्टिकहरूतिर हुनु पर्यो एरियामा हुनु पर्यो कालो प्लास्टिकको एरियामा अनि नभए त टोकिहाल्छ ट्यापैसँग हुने पर्दैन तपाईँहरूले समाउनु चौरस कुदिरहन्छ त्यो गोमनको त यस्तो हुन्छ नि छत्ता हिजोकै आयो क्या हो चिन्दै क्या हो होइन मलाई चिन्ने गर्ने हुँदैन यो नटोक्ने नै हो नि त अथवा टोकिहाल्यो भने अलिक राम्रो दिनु न अनुहार परेको त दिनु पर्यो यसमा त भागिहाल्छ नि के अलि ठुलो पट्टा छ भने पट्टा दिनु कुखुराहरू समाउनु नि समाउँछ भन्थ्यो के हुँदैन सुहाउने भने मन छ धामन हो यो होइन धामन धेरै कलरको हुन्छ यो तपाईँको सुन कलरको पनि हुन्छ कुनै कुनै कालो पनि हुन्छ कुनै हरियो हुन्छ बट्टा भए पनि हुन्छ अलि ठुलो बट्टा जानु त केही हुँदैन सबैले केही हुँदैन बिस लाग्दैन ल खान पुच्छर पक्रा खान्छ उसले अनि एकदम छिटो बुझ्छ यो सर उसलाई चाहिँ त्यहाँ किन हान्नु रहेछ भने त्यो पक्रेको छोड्छ यो सर्प चाहिँ नि यो सर्प चाहिँ हाम्रो घर वरिपरि खेततिर हुनु चाहिँ राम्रो हो कि किन भन्दाखेरि जुन हाम्रो यो खेती बिगार्छ नि मुसाहरूले त्यसले चाहिँ यसलाई खान्छ क्या मुसाले चाहिँ यसलाई खान्छ
चिल्लो पुरै नुहाएको रहेनछ अनि दाउरामा बसेको अनि कहाँ नुहाउँछ त अघि त्यो दाउरा फुता उठाउन मान्छे लाग्यो क्या जुरुको यसो गरेर उठाएको फुता निक्लियो नि पनि पो आएको थियो त त्यहाँ भाइको नम्बर चाहिँ कसरी पाएको छ बाहिरको नम्बर चाहिँ लिइरा अन्त लिइराख्नु भन्ने भयो त यस्तो पनि नम्बरमा चाहिँ गर्छ कि आफ्नोमा चाहिँ गर्छ पस्न मानेको मानेन पस्न हात कस्तो पक्रेर बानेको फेरि एकछिन नाच्छ छोड्दै गल्छ अनि त्यो चाहिँ पस्नै मानेन क्या अगाएछ त्यो के खाएको दाजु कति टाउको सानो छ जिउ मोटो छ पुच्छर पनि सानो स्टिकले च्यापो समातेर टाउको तल हालौँ स्टिकले च्यापो समातेर टाउको तल हालौँ स्टिक पर्दैन पस्नै मानेन क्या र यतिखेर चाहिँ हामीले यो सर्प यहाँनिर 4 नम्बर वडाबाट उद्धार गरिसकेको छौँ र यसलाई अब हामी केही ढिलाइ नगरिकन जङ्गल लिएर जान्छौँ यसको सुरक्षित वासस्थानमा छोड्नको लागि यो सर्प चाहिँ तपाईँको धावन सर्प रहेको थियो जुन सर्पलाई चाहिँ ऱ्याट स्नेक भनिन्छ भने यो चाहिँ हाम्रो गाउँघरतिर सजिलै देखिन्छ यो मुसा खार्नको लागि चाहिँ हाम्रो घर वरिपरि आउने गर्छ र अब यसलाई चाहिँ हामी लिएर जङ्गलतिर जाँदैछौँ जङ्गली गाडीको अहिले बिर्ताबाट बस्छ त्यो कहाँ बस्छ बिर्ताबाट त्यसले हतार हतार यहाँ टिउले बाँधे अनि यहाँ पनि टिउले बाँधे चाराले लगेको मैले केही थाहा नै पाइनँ बेहोस भइसकेकी थिएँ बाँचियो नि कति कति बेरमा पुग्नु भएको थियो हस्पिटल 45 मिनट भित्रमा पुऱ्याएको अरे त्यस्तो सेतो कमानको त्यत्रो छिटो फैलिँदैन के बिस अनि कोब्राको पनि नि उत्तानो परेको पनि मैले देखेँ उत्तानो परो सेतो कमानको हो क्या बिस ए कालो कमानको हो क्या बिस होइन सेतो गोबन कालो गोबन भन्दा पनि नि मलाई सर्प भने कोब्रा सेतो गोबन कालो गोबन भन्दा पनि सर्पले टोकेर चाहिँ कति चाहिँ विष छोडो त छोड्नु हो त्यो गोबन सर्पले मान्छे मर्नको लागि 12 मिलिग्राम विष चाहिन्छ गोबन सर्पको टोकाइमा त्यही अब करेटको 2-3 ग्राम मिलिग्राम विषमा पनि मान्छे मर्छन् होइन अब गोबनकै तपाईँको 5-6 ग्राम गोबनले विष छोड्यो भने त्यो मान्छे नमर्न पनि सक्छन् त्यसलाई फल्स बाइट भन्छ सुक्खा टोकाइ त्यस्तो हुन्छ यसरी टोकेर पल्टेन भने चाहिँ बिस छोड्दै पल्टिनु भनेको चाहिँ के हुन्छ भने तपाईँको सर्पको आङ्कुसे खाले दाँत हुन्छ बल्छी जस्तै होइन त अब दाँत यसरी अब खप्पै भित्र पसिसक्दाखेरि त अब सिधै त निक्लिँदैन नि त अनि त्यसले निकाल्नको लागि चाहिँ दाँत निक्लिनको लागि चाहिँ अगाडि बाङ्गिनै पर्छ क्या पल्टिनु पर्छ त्यो बिसको छैन उँधोपट्टि हुन्छ त्यो बिस उँधो हुन्छ लाग्दैन कहाँ पुरा यति डले हुँदैन पूजाको होइन अहिलेसम्म त दागै छ दागा यो पुरा डढेर यो सबै हड्डी सुत्दै खौरिएर होइन अहिले पनि त्यहाँ यहाँको मासु काटेर टाँसेको हो नि त सर्प भनेपछि अनि मेरो जिउै खुल्छ त्यो टोके फेरि तँलाई आइपुगेन एउटालाई पुगेन अब चाहिँ हामीले यहाँनिर सर्प उद्धार गरिसकेको छौँ र हामीले अब सर्प लिएर जङ्गलतिर हामी अब प्रस्थान हुँदैछौँ जङ्गलतिर जाँदैछौँ झर्नको लागि राकेश दाइ
सर्प पक्रेर लिएर जाँदैछ जङ्गल लिची खायो लिची खायो मजाले यहाँ हाम्रो गुरुजगा पनि हेर्नु लिची खाइँदैछ यी सर्प पक्रेर अब लिएर हिँड्दैछौँ हामी ट्याक्कसँगले अब हामी जङ्गल पुगेर सर्पलाई देखाउनेछौँ झोलामा के छ भाइ झोलामा हामीसँग यतिखेर सर्प छ नमस्कार सबैजनालाई यतिखेर अहिले भर्खर हामीले 4 नम्बर वाडाबाट उद्धार गरेर लिएर आएको सर्पलाई हामी यो सुनसान जङ्गलमा छोड्नका लागि भनेर आएको छौँ र केही ढिलाइ नगरिकन सर्पलाई पनि केही असर नपुर्याइकन हामी यो सर्पलाई चाहिँ तत्काल छोडिदिइहालौँ भन्ने हाम्रो उद्देश्य हो किनकि फाल्तु जनावरहरूलाई जङ्गली जनावरहरूलाई धेरै दुःख दिनु हुँदैन राम्रो होइन अनि अब यो चाहिँ एकदम राम्रो प्रजातिको धामन सर्प रहेको थियो जुन सर्पलाई चाहिँ हामी तपाईँले मेरो अगाडिको भिडियो हेरि नै हाल्नु भएको छ ऱ्याट स्नेक भनेर चिन्छौँ यो चाहिँ मुसा खाने सर्प हो यो सर्प चाहिँ पूर्ण रूपमा अविषालु हुन्छ यो सर्प र अब यो सर्प ठिकै छ ठुलै छ यो सर्प नझुकिने होला यो सर्प विषालु हुँदैन यो चाहिँ मुसा खानको लागि घर गाउँतिर आउने गर्छ चाहिँ एकदम कमनली हाम्रो झापा जिल्लामा बुद्ध शान्तिमा यो सर्प देखिने गर्छ यो चाहिँ विषालु हुँदैन यो सर्पलाई चिन्न सजिलै छ यसको जिउ ठुलो र टाउको र पुच्छर सानो हुन्छ गाउँघरतिर एउटा अन्धविश्वास पनि छ कि यसको यो पुच्छरमा चाहिँ काँडा हुन्छ भनेर जुन चाहिँ एकदमै गलत हो त्यो पुच्छर सुच्छरमा काँडा साँडा हुने ओर्ने केही हुँदैन पुच्छरलाई लागेर केही हुँदैन हेर्न सक्नुहुन्छ यो सर्प अब यतिखेर अब यसको अनुकूल वातावरणमा जानको लागि एकदमै रेडी भइसकेको छ यो सर्प यसले आफ्नो वासस्थान चिनिसकेको छ यस्तो छ होइन र अब यो सर्पलाई अब हामी जङ्गलतिर छोड्नको लागि गइरहेको छौँ यो अविषालु सर्प हो होइन त्यही भएर मैले यसरी पकाडिरहेको छु तपाईँहरू यो देखेर चाहिँ यसलाई कपी गर्न नखोज्नु होला कुनै समय कोही बेला दुर्घटना पनि हुनसक्छ सर्प नचिनेको अवस्थामा यो सर्पलाई सजिलै चिन्न सकिन्छ निकै राम्रो प्रजातिको सर्प हुन्छ एकदम शान्त स्वभावको यो सर्प